आज म हजुरहरूलाई पोखराको फेवातालको बीचमा रहेको यो तालबाराही मन्दिरतिर लिएर जानेछु। मलाई जहाँसम्म लाग्छ हामी प्राय सबै नेपालीहरू एक न एक पटक त अवश्य पुगिसकेका छौं यस तालबाराही मन्दिर र फेवाताल। तालको अधिकतम गहिराई चाहिँ 23.30 मिटरको छ भने यसको लम्बाई 4.43 किलोमिटर र चौडाई 2 किलोमिटरमा फैलिएको छ यो फेवाताल। सोही फेवातालको बीचोबीच रहेको यो तालबाराही मन्दिर। आज म हजुरहरूलाई सोही तालबाराहीको उत्पत्ति सम्बन्धी एउटा रोचक किम्बदन्ती सुनाउनेछु। प्रचलित किम्बदन्ती र लेख अनुसार परापूर्व कालमा अहिले फेवाताल भएको ठाउँमा बस्ती रहेछ र एक दिन बेलुका एकजना वृद्ध जोगी बास माग्दै जाँदा गाउँमा अरू कसैले पनि बास नदिएपछि एकजना वृद्ध बुढीले बास बस्न दिनुभएछ। बास बस्न त दिन सक्छु तर खान भने केही छैन, ढुटोको रोटी छ, के गरौं भन्दा जोगीले खुसी भई रोटी खाएर बाहिर सुतेछन्। भोलिपल्ट बिहान हिँड्ने बेलामा यो गाउँ जलमग्न भई भरिनेछ, तिमी भने अग्लो ठाउँ कतै गएर चाँडै नै जानु भनेर हिँडेछ। जोगी हिँडेको केही बेरमा नै सुवाको आवाज आई पानी बढेर ताल बन्न पुग्यो। तिनी वृद्धा भने थुम्कीमा गई बाँचिन् र उनको मरणपछि विक्रम सम्वत 1467 सालमा स्थानीय वासीहरूले खरको झुप्रोमा मूर्ति स्थापना गरी पूजा गर्ने क्रममा एक दिन भीषण वर्षा भई मन्दिर रहेको थुम्को बगाएर हाल मन्दिर भएको स्थानमा अड्किएछ र कास्कीका तत्कालीन राजा कुल मण्डन शाहलाई मूर्ति स्थापना गरी सेवा गर्नु भन्ने सपना भए अनुसार खरको झुप्रो बनाई सोही स्थानमा मूर्ति स्थापना गर्नु भएछ। विक्रम सम्वत 1868 सालमा नित्य पूजा सञ्चालन गर्न लाल मोहर जारी गरी बैदामका पहाडी परिवारलाई 100 मुरी खेत माटोको गुठी व्यवस्थापन गरिएको थियो। विक्रम सम्वत 2017 सालमा राजा महेन्द्रले झुप्रोको रूपमा रहेको मन्दिरलाई आधुनिक शैलीको मन्दिर निर्माण गर्नु लगाउनु भएर मूर्तिलाई 1 फुट माथि स्थापना गर्नु लगाउनु भएछ। तर सोही राति राजा महेन्द्रलाई मूर्ति पहिलाकै ठाउँमा राख्नु भन्ने सपना भएछ र मूर्तिलाई पुनः 1 फिट तल झारेर पुरानो तालको सतहमा राखिएछ। हामीले तालबाराही मन्दिरको पूजा गर्दा पनि हजुरले याद गर्नु भएको होला, हामी अलिकति सिडीबाट तल उक्लेर तालको सतहमा रहेको मूर्तिलाई पूजा गर्ने गरेका छौं। हाल भने मन्दिर निर्माणको क्रममा भएकोले मन्दिरको मुख्य मूर्तिलाई सुरक्षित यस ठाउँमा लगी सर्वसाधारणको लागि पूजाको लागि राखिएको छ। हजुरले पनि यो भिडियोमा देख्न सक्नुहुन्छ। तालबाराहीले हजुर हामी सबैको रक्षा गर्नुहोस्।